हेलो एभ्रिवान। सो अहिलेको मौसम चाहिँ न कस्तो भइरहेछ, सिमसिम सिमसिम पानी आइरहेछ। अघि त नानीहरू ल्याउनु जान नि छाता नि भुलिएछ होइन, बिचरा माइजूहरूले दियो छाता, त्यही ओढाएर ल्याएको नि छैन। पुरा सिमसिम पानी परेर कस्तो भइरहेछ नि यहीँनिर। त्यही माथि लाइट पनि छैन, घरहरू पनि सबै अँध्यारो भइरहेछ। बाहिर त उज्यालै छ नि, भित्र घरहरू न अँध्यारो भएर कस्तो भइरहेछ। आमाले चाहिँ आगो बालेको रहेछ कि, आगो जाडो भएछ नि होइन, पानी परेर कस्तो जाडो भइरहेछ अहिले होइन। त्यसले गर्दा चाहिँ आगो चाहिँ मजाले बालिरहेछ। अन्त आज चाहिँ सुँगुरको मासु ल्याएको थिएन, त्यहीसँग चाहिँ साग चुट्टाएर लाउनु लागि चाहिँ मैले त्यो बनाउँदैछु हो। सब्जी त काटेँ नि, तर के गर्नु, हाम्रो घरमा चाहिँ अब पानी नै छैन। सधैँ त तिरतिर भए नि आउँथेन, अहिले छैन। अन्त यतातिर यहाँ भाउजूको घरको अगाडि उनीहरूको पानी छ नि होइन, उनीहरूको चाहिँ मजाले आउँछ नि पानी। त्यहीँनिर गएर चाहिँ अब सब्जीहरू धुनेछु, भाँडाहरू पनि अहिले त त्यहीँ गएर धुनेछु। आफ्नोमा छैन पानी, झन् पानी परेर बिगारिदिरहेछ। पानी परेर सबै दाउरा पनि भिजाएर आएको रहेछ होइन। अब भोलि घाम लाग्छ कि भनेको, लाग्छ कि लाग्दैन हेर्नुपर्छ। अझ यहाँ दाजुले चाहिँ आज सुँगुरको मासु काटिदिने अरे कि चाहिँ, उनीहरूले चाहिँ खाँदैन, दादाले चाहिँ खाँदैन नि होइन सुँगुरको मासु। तर भने यस्तो अब सुनुमा चाहिँ यस्तो घिनाउँदैन दादाले हो, अन्त काटिदिनेछ। अन्त यहाँनिर चाहिँ भाउजूले बेलुकाको सब्जी बनाउँदैछ होइन। एकजना नानीले चाहिँ, छोरीले चाहिँ ऊ त्यो सुँगुरको मासु खाँदैन होइन, उसको लागि चाहिँ चिकन बनाइदिन्छ। अन्त अरूले नि सुँगुरको मासु खान्न, चिकनै खाने होइन, उनीहरूको लागि चिकन, तिनजना नानीको लागि चाहिँ चिकन। अन्त हामी ठुलोले चाहिँ सुँगुरको मासु खाने अरे हो।